सो हेलो गाइज वेलकम ब्याक टु एनदर ब्लग होइन यो ब्लग खासमा भन्नुपर्दा चाहिँ त्यो फर्स्ट ब्लग मैले अपलोड गरेको थिएँ नि जुन लाइक आधा अधुरा थियो त्यो ब्लगको पार्ट सेकेन्ड भन्दा चाहिँ हुन्छ बिकज लाइक बेसिकली कुरा के थियो भन्दाखेरि चाहिँ हामी क्याम्पिङ जान लाग्छौँ भोलि सो हामी भोलि क्याम्पिङ जान लाग्छौँ होइन अनि त्यही अस्ति चाहिँ हामी त्यही ठाउँ हेर्न गएको थियौँ होइन अनि अनफर्चुनेटली त्यो ठाउँ त मन पऱ्यो होइन लाइक फर्चुनेटली चाहिँ ठाउँ मन पर्यो तर अनफर्चुनेट के भन्दाखेरि चाहिँ जानै ढिलो भयो अनि के देखाउनै पाएन बट लाइक ठिकै छ नि त अब भोलि देखाउने नि त भोलिको ब्लगमा अब लाइक यो ब्लगमा सो ओके अहिले चाहिँ हाम्रो प्रिपरेसन चलिरहेछ होइन सो लाइक यहाँ चाहिँ सुरज दाई चाहिँ मासु पकाइरहेछ होइन अनि यहाँ हाम्रो प्रसन्न सर अचारको तयारी चलिरहेछ होइन अचार बनिरहेछ लाइक के बनिरहेछ म हजुरलाई देखाउँछु होइन अहिले हेर्नुहोस् यहाँ चाहिँ मासु हामीले पकाएको होइन थोरै रेसा भयो बट लाइक स्टिल बनाएको त्यही त कस्तो राम्रो मिठो बनाएको क्या अनि त्यसपछि चाहिँ फ्रिजमा चाहिँ म्यारिनेटेड मासुहरू छ सो सबुत भन्ने मान्छे पनि यसरी कामबाट भर्खरै कामबाट आएको होइन 11:30सम्म थियो काम ढिलोसम्म थियो होइन अनि लास्ट ब्लगमा चाहिँ हजुरले एउटा मान्छेलाई देख्नु भएको थिएन म उसलाई पनि देखाउँछु है त यो चाहिँ अपूर्व सर हाम्रो होइन पहिला चाहिँ ब्लगमा देख्नु भएको थिएन होला सो यसको इन्ट्री भयो है ब्लगमा दोस्तको हाम्रो दोस्तको त्यही भने अब बाँकी कुरा चाहिँ अब भोलि है त सो हेलो गाइस सो दिस इज द नेक्स्ट डे होइन अनि के भन्छ अहिले चाहिँ सबै कुरा रेडी भइसक्यो अलमोस्ट अब चाहिँ खासै केही सामान बाँकी छ जस्तो लाग्दैन होइन अनि त्यो के भन्छ सामानहरू अहिले केटाहरूले लोड गरेर छ म देखाउँछु होइन अनि के भन्छ लाइक हामी 10 जना हुन्छौँ अल टुगेदर अनि त्यो पछि भेटाउँदै गरौँला सो यो दुईवटा गाडी जान लाग्छ हाम्रो अनि हामी यो दुईवटा गाडी लिएर जान लाग्छौँ होइन अनि के भन्छ सो उता अरू सामानहरू छ होइन अनि त्यही हो सो गाइज हामी यहाँ आइपुग्यौँ होइन अनि के भन्छ मैले बाटोको त्योहरू केही पनि रेकर्ड गरिनँ किन भन्दाखेरि चाहिँ त्यो एउटै बाटो हो नि त अनि ठ्याक्क त्यो नेक्स्ट लाइक प्रिभियस ब्लगमा मैले देखाएकै थिएँ सो फेरि पनि रेकर्ड गर्न अनि त्यो ठाउँ देखाइराख्न चाहिँ मन लागेन मलाई खासै सो त्यही भएर अनि हामी चाहिँ अहिले 4 जना मात्र आइपुग्या छौँ अरूहरू आउँदैछन् सो अब अब चाहिँ के भन्छ टेन्ट छ हाम्रो गाडीमा अब टेन्ट लाउने अनि सकेसम्म चाहिँ म त्यसको टाइम स्ल्याब देखाउने कोसिस गर्छु होइन सो लेट्स सी कस्तो हुन्छ के भन्छ सो गाइज खासमा के हो भन्दाखेरि चाहिँ हाम्रो एउटा साथीको बर्थडे हो अनि हामी बर्थडे सेलिब्रेट गर्न हामी यहाँ होइन सो त्यसकै प्रिपरेसन चलिरहेको डेकोरेसन चलिरहेको छ होइन सो म चाहिँ हजुरले देखाउँछु होइन कस्तो के भइरहेछ सो फन गाइज के भन्छ यहाँ चाहिँ त्यो के भन्छ हल्का डेकोरेसनको काम चलिरह अनि त्यहाँ गिफ्ट ऱ्यापिङ भइरहेछ होइन सो ओके हेलो हाई बर्थडे गर्ल कस्तो फिल भइरहेछ त के लाग्छ तिमीलाई आफ्नै लागि हो यो बर्थडेको रमाइलो लागिरहेछ के लागिरहेछ तिमीलाई हामी कता गइरहेछौँ थाहा छैन कहिले कहाँ जाने भनेको छ कहिले सिटी जाने भनेको छ कहिले यस्तै यो सुनसान जङ्गल जस्तो ठाउँमा ल्याएको कहिले आइस बोकेको छ कहिले पानी बोकेको छ कहिले रक्सी बोकेको छ हुन लागेको के हो थाहा छैन के थाहा छैन मलाई ल ठिकै छ रमाइलो हुन्छ जे भए पनि सारा दिदी पनि यहाँ छ हाम्रो यहाँ है अलि हाँस न यता कार्तिक छ यता चाहिँ म छु यहाँ देख्दैन होला सिसाबाट ल
सूरज हुआ मध्यम चांद ढलने लगा आसमान बीरा साथी बीरा Kalau sudah kurang masuk. Katilan natin. So hello guys, it's the next morning हैन बिहान भइसक्यो लास्ट के भन्छ लास्ट नाइट चाहिँ लास्ट रमाइलो भयो इट वाज फन इट वाज गुड अहिले चाहिँ अहिलेको कार्यक्रम सक्यो हाम्रो सारांशजी के भन्छ अब यिनीहरू चाहिँ ग्रेट अर्चिन रोडतिर जाँदैछौँ घुम्न अनि म चाहिँ प्रोबाब्ली घरै जान्छु होला म र अपूर्व चाहिँ घरै जान्छौँ होला किनभने अपूर्वको काम छ अनि मलाई चाहिँ त्यस्तो जान मनै छैन सो आई विल जस्ट हेड होम अनि त्यसपछि त्यही नै हो अब so maybe probably this is gonna be the end of the vlog so yeah thank you so much for watching guys we'll see you next time bye bye